कार्यक्रम ब्यानर तानेर यहाँ पर्दा तानेर कार्यक्रमको उद्घाटन गर्दै हुनुहुन्छ हाम्रो प्रमुख अतिथिज्यूले। अझै जोरदार ताली बजाउनु होला। कार्यक्रमको उद्घाटन भइसकेको छ। म कार्यक्रमलाई थप निरन्तरता दिन चाहन्छु। अतिथिको आसन ग्रहण गर्नको लागि सङ्गीत
गीत गाए। त्यसै गरी आज मोडल हुनुहुन्छ ईश्वर भण्डारी यहाँ उहाँ पछाडिबाट आएर अलिक पछाडिबाट नाच्न जान्नेहरूले सबै अगाडि ठाउँ खाली छ है। ताली आएर नि मनको धुवाँ भनेर बोल्न पाइन मैले बोल्न पाइन नेपाली सहभागी हुनुहुन्छ भने अतिथिको आसन ग्रहण गर्नको लागि स्टेजमा
बस्न मन थिएन पापी साउले छुट्टी नि दिएन दसैँ तिहारमा लाउनलाई पाइन म टिका निधारमा छुट्टी नि दिएन खाडी मुलुक बस्न मन थिएन दसैँ तिहारमा लाउनलाई पाइन म टिका निधारमा। यसै गरी अर्को सहभागी तेस्रो नम्बरमा रहनु भएको सहभागी सुनिल विश्वकर्मा आयोजक कमिटीको तर्फबाट उहाँलाई स्टेजमा आफ्नो प्रतिभा प्रस्फुटनको लागि आमन्त्रण गर्दैछु। उधारोमै भए पनि पेटल मारे है मेरी बुढी आमा कासल झै फुलेकी श्रीमती छनी बोरै बत्ती झै बोलेकी केले खौरा खबरमा लेखी सधैँ छैन दसैँ तिहार मान्न पनि पाउने हो कि होइन आमा मै परदेशी छोरालाई सम्झेर नरोइ नरोइ बसे आमा मै परदेशी छोरालाई सम्झेर नरोइ नरोइ बसे आमा इज्जती होला ईश्वराज बेला किन बेला ल ताली आउनु लाग्यो बा हे दुहु आमा भन्दा गतिली संसासु दुलैले नजा नाचेर कमरै भाँचेर कति रहेछ कान्छीको दम देखे तर तिमीलाई म भन्दा कम देखे दै जमाउने थियो कि छाड्छु तिम्रो सेकी गौरीले हानेर होइन
आउने थियो कि पैसामा आउने थियो कि झाँसुकिन सेकी लौरीले हानेर छम 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 नाचेर कम्मरै भाँचेर दिन लागेर हामीले भलिबलको साथमा हामीले भव्य र भव्य कार्यक्रम बनाउन पनि हामी सक्यौँ। तर अहिलेको साल किनकि विभिन्न कारणले गर्दाखेरि मैले समय दिन सकिनँ। म पनि अब काम गर्ने मान्छे यो ठाउँमा बस्न सक्दिनँ। म पनि अब धेरै टाइम लाग्छ। त्यसैले मैले सबैसँग निर्णय त गरेको थिएँ, तर यहाँबाट धेरैजनासँग कुनै पनि कुराको निर्णय नआउँदाखेरिमा म एक्लै नै ल्याउनेछु। त्यसैले धेरै बोल्नुभन्दा पहिला म यस कार्यक्रमलाई यही अन्तिम गर्दै यस ओए झुमा झुमा सबैको ताली जाओस्, माग गर्न चाहन्छु सबैको ताली।